2082 साल चैत 1 गते पाप मोचनी एकादशी तिथि। तिथि मध्येको एकादशी तिथिलाई अति महत्त्व दिइन्छ। हुन त सबै तिथिहरू राम्रा हुन्, तर पनि एकादशी तिथि भनेको पवित्र तिथि हुन्। एकादशीमा हामीले धेरै पवित्र बस्नुपर्छ। हाम्रा परिवारलाई पनि र बालबच्चादेखि नै सिकाउनुपर्छ एकादशीको महिमालाई महत्त्व दिएर बिहानै ब्रह्म मुहुर्तमा उठ्ने, स्नान गर्ने, शुद्धि रहने र व्रतीले व्रत गर्ने, व्रत नगर्नेले पनि शुद्ध भोजन गर्ने, यस्तो पवित्र तिथि बनाउनुपर्छ। हामीले आफ्ना बालबच्चालाई घरबाट नै सिकाउने गर्नुपर्छ र हृदयमा भगवानलाई आसन दिने, भगवानलाई बास दिने स्थान बनाउनुपर्छ र एकादशीको महिमाले हामी वर्णन गरेर कहिले पनि थाकिँदैन। एकादशी यस्तो तिथि हो भगवान श्री विष्णुलाई रक्षा गरेको भनेपछि हामीलाई अवश्य रक्षा गर्नुहुन्छ। र अब हामीले एकादशीको महिमा वर्णन कथामा पनि लिएर आउनेछु र यो साथ मेरो घर परिवारभित्र भएका देवी देवताको पूजा गर्दै गरेको महिमालाई लिएर आए। हजुरहरूमा आज सबैलाई एकादशीले कृपा गरून् भन्दै